हेलो 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 सरर कलङ्की भात टिनमा छौँ हामी अहिले होइन तपाईँहरू देख्न सक्नुहुन्छ कलङ्की भात टिनको अवस्था। सो आज हामी स्टल लिएर बसिरहेछौँ। कलङ्की भातबाट नि तपाईँहरू लेडिजहरूको सामानहरू यता छ। ट्याक्क चप्पल किन्नु पऱ्यो भने सम्झनु होला, दामी दामी चप्पलहरू रहेछ यता। लेडिजहरू सबै छ यतातिर। यो लेडिज साइड हो। सरफहरू साबुनहरू लिनु पऱ्यो भने सरर तपाईँहरूले लिन सक्नुहुन्छ। अनि एक्सट्रिम इनर्जी ड्रिङ्क पनि किन्नु पऱ्यो भने तपाईँहरूले हामीलाई सम्झाउन सक्नुहुन्छ। तेलहरू रहेछ यो चाहिँ है। ओ यार रेड बुल त यता रहेछ नि। रेड बुल यसको प्राइस चाहिँ कसरी छ हेरौँ न। 140 रुपियाँ। रेड बुललाई 140 छ। अनि त्यस पछाडि नाउ 115 मिल्दो रहेछ। सेभ ब्रुस 25 भनेको छ। एक्सट्रिम यता छ हाम्रो। किन्नु पऱ्यो भने सम्पर्क गर्नु होला। ट्याक्क 140 रुपियाँ पर्छ। अनि देख्न सक्नुहुन्छ घिउहरू रहेछ यता सरर। तपाईँहरूलाई यो चाहिँ कस्तो लाग्छ होइन, त्यस्तै सल्लाह सुझाव दिनु होला। फ्रिजहरू फ्रिज छ। सुडकेसहरू खतरा छ है माथि पनि। एलइडी टिभी क्वालिटी त बेस्ट छ यसमा। तल हेर्न सक्नुहुन्छ बेस्ट क्वालिटी रहेको छ। के हो यो एलइडी टिभीहरू बबाल रहेछ त। बच्चा बच्चीको लागि खेल्ने चिज है सर। यहाँ हेर्नु त बौद्धिस्टहरू हुनुहुन्छ। हेलो हेलो नानु के छ, के किन आँटेको? बच्चा बच्चीको लागि खेल्नुलाई स्कुटी रहेछ है। गाडीहरू दामी छ। सबैको प्राइसहरू चाहिँ यता रहेछ। 10% डिस्काउन्ट यति भनेको छ सबैमा। बबाल छ यार सामान त सबै। तपाईँहरूले देख्न सक्नुहुन्छ यता बदाम काजु छ सरर। यतैबाट जानु। यताबाट चाहिँ छिर्ने हो। अब यताबाट बाहिर निस्किनको लागि अर्को गेटबाट जानुपर्छ। त्यहाँ चाहिँ बिल पेमेन्ट हुन्छ होइन। यताबाट बाहिर निस्किनेको भिडियोहरू हो है सर। यताबाट बाहिर निस्किन सक्नुहुन्छ तपाईँहरू।
चाहिँ प्राइस चेकिङ हुँदैछ। प्राइस सरर चेक गरिसके पछाडि बाहिर निस्किन सक्नुहुन्छ। यो चाहिँ लास्ट स्टल रहेछ। यताबाट लास्ट ठाउँबाट निस्किने भनेको यहीँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यसको देख्नुभयो ल। यताबाट अब म बाहिर निस्किन्छु होइन। हाम्रो स्टल बाहिर छ सर, बाहिर निस्किनु पर्ने हुन्छ। भिडभाड रहेछ त। यसो गरिदिनु। यहाँबाट बाहिर निस्किन्छु मैले। सामान त केही लिइनँ, सरर भिडियो मात्रै खिचेर निस्किँदैछु। यो गेटबाट उताबाट छिर्ने, यताबाट निस्किने। ठिक छ, रमाइलो छ, त्यस्तो छ है।